बालेन शाह जो अर्को समूहमा हुनुहुन्थ्यो, क्षमतावान मान्छे आफ्नै पार्टीमा हुँदाहुँदै उहाँलाई प्रधानमन्त्री को रूपमा अगाडि सारेर रासोपा अगाडि आयो। तपाईँको सभापति रवि लामिछाने, त्यसपछि तपाईँहरू 2 जना कार्यवाहक चलाइसक्नुभएका डिपी अरियाल, तपाईँ उपसभापति। तपाईँ दुईटालाई कुनै समस्या भएन बालेन शाहलाई प्रधानमन्त्री मान्नका लागि? हामी नै अग्रसर भएर उहाँलाई भित्र्याएका हौँ। सो त्यसमा राजनीतिमा कहिलेकाहीँ चाहिँ 2 कदम अगाडि बढ्न कहिलेकाहीँ 1 कदम पछाडि पनि जानुपर्ने हुनसक्छ। त्यागको पनि विशेष महत्त्व हुन्छ हैन। नेपालकै लोकतान्त्रिक आन्दोलनमा विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, किशुनजीहरू, दिवान सिंह राईहरू 8-8 वर्ष जेल, 8-8 वर्ष निर्वासन बसेको हैन, जेल नेल भन्छन् नि। पछिकाले त बिगारे हैन, त्यसलाई चाहिँ जम्मै एकदम विकृत नै बनायो त्यत्रो त्याग बलिदानको इतिहासलाई। तर हाम्रो पुस्ताले चाहिँ अब जेल नेल गर्नु परेन, एउटा स्वतन्त्र राजनीतिक फ्रेमवर्कमै हामी छौँ। तर हामीले गर्ने त्याग चाहिँ असल मान्छेहरू जोडौँ, सम्भावनाको खेललाई उत्कर्षमा पुर्याउँ, अङ्कगणितमा अब्बल साबित हौँ, सामर्थ्य बनाऊ र त्यसका लागि के गर्नुपर्छ, कसले के गर्नुपर्छ भन्ने कुरामा हामीले एकदम खरो विश्लेषण गरेर अब म स्वर्णिम वाग्लेले टोडी खेल भर्न सक्दिनँ हैन। याका नीतिमा 1000 जना नेपालका बौद्धिकहरूलाई म बोलाएर प्रवचन दिन सकुला, तर टोडी खेलमा म चाहिँ भर्न सक्दिनँ हैन।